तपाईँको नाकलाई नगरपालिकाले महानगरले ट्याक्स त ल्याएको छैन किन तपाईँलाई लिनुपर्ने किनभने अरूहरूले 10 चोटि सास फेर्न पुग्ने अक्सिजन तपाईँको नाकले एकैचोटि फेरिदिन्छ कि त्यो संसार त्यो यति सुन्दर छ रे, यति स्वर्गीय छ रे, जो मान्छे मरेर जान्छ नि फर्केर आउँदैन त्यहाँ, तिनै रमाउँछ अरे क्या त्यो। कसले भने तपाईँलाई? मैले अहिले आफैले भने नि, कसैले भने पछाडि दाइ तपाईँले महजोडी भनेर नाम त राखिदिनु भयो, अनि आफ्नै जोडीको नाम चाहिँ किन नराखेको भन्नुभयो। अनि मैले हाम्रो नाम राख्दा त्यति राम्रो नाम बन्दैन कि किरा जोडी हुन्छ कि राखी हुन्छ। किरणजी चाहिँ मासु पकाउँदा ज्वानो हाल्नुपर्छ भन्नुहुन्छ। ज्वानो हाले मासु कस्तो होला? तपाईँले त्यो एउटा इन्टरभ्यूमा पनि जिन्दगीमा के गर्नुहुन्छ, जिन्दगीमा गर्नुपर्छ त मोज रे। मान्छेले दुःख किन गर्ने त? मरी काम गर्छ, पसिना चुहाउँछ होइन, त्यो किन गर्ने भने एकैछिन मोज हो। त्यो स्यान्डो गन्जी लाएर म सुतिरहेको हुन्थेँ, त्यो स्टिलको मगमा तातो दुध चिया हालेर लिएर आउनुहुन्थ्यो, अनि मलाई काना गर्थे के गरे भने फ्रेस बनाएर जुन बेला आफू कामसाम गर्नु पर्थ्यो त्यो बेला खाएर बिग्रिने मैले। जब खाएर अब रिल्याक्स गर्ने त्यो बेलामा सुरु गरेँ र त्यसले गर्दा मैले जथाभावी बाटा खाएँ, खाइनँ। मनपरी बोल्नु भएको छैन, जथाभावी खाएर गर्नु भएको छैन, एकचोटि छाड्नु भएको थियो कि जससँगलाई त्यो तपाईँले सोरे जस्तो लाग्छ मलाई। नमस्कार आदरणीय दर्शक महानुभावहरू, यो मैले आजबाट एउटा नयाँ कार्यक्रम सुरु गरेँ, पोडकास्ट। हुन त मलाई यो पोडकास्ट गर्नुको लागि मलाई झन्डै 3 वर्ष 4 वर्ष अगाडिदेखि नै धेरै साथीहरूले भनिरहनु भएको थियो, तेरो तपाईँ खालि अरूहरूलाई इन्टरभ्यू दिनुहुन्छ, अरूहरूको भ्युज यतिका बढ्छ, तपाईँ आफै किन नगरेको हो, गर्नुहोस् न। धेरैजनाले साथीभाइ शुभचिन्तकहरूले भनिरहनु भएको थियो। तर मलाई चाहिँ त्यति आँट आइरहेको थियो कि अब यसको लागि त म्यान पावर चाहियो, सबै चाहियो। अनि अस्ति बिचमा जेठो छोरो आयो अस्ट्रेलियाबाट, र उसले आएपछि दाजुभाइ 2जना कुरा गरे, सल्लाह गरेपछि ल यस्तो गर्ने भनेपछि अब मलाई 2 छोराको बल पुगेपछि अनि मैले पनि ओके भनेर आँट गरेँ र त्यसको एउटा रिजल्ट भनौँ म आज यहाँहरू समक्ष एउटा नयाँ पोडकास्ट, अङ्ग्रेजीमा पोडकास्ट, नेपालीमा पौडेलकास्ट भनेर यो पोडकास्ट सुरु गरेको छु। अब मैले मात्र सुरु गरेँ हुँदैन, तपाईँहरूले हेरिदिनु पऱ्यो, सेयर गरिदिनु पऱ्यो, फलो गरिदिनु पऱ्यो, सबैलाई जानकारी दिनु पऱ्यो। यो चाहिँ अब मैले सबै हजुरहरूको जिम्मामा छोडेर अब आजबाट एउटा नयाँ कार्यक्रम सुरु गरेँ, पौडेलकास्ट। र आजको यो कार्यक्रममा पहिलो मेरो अतिथि हुनुहुन्छ, जसलाई धेरै समय अगाडि तपाईँहरूले एउटा जोडीको नाममा पनि चिन्नुहुन्थ्यो, किरा जोडी भनेर। त्यही किरा जोडीमध्येको कि अर्थात् किरण केसी आज मेरो पहिलो हाम्रो गेस्ट हुनुहुन्छ र उहाँलाई सुरु गरौँ। किरणजी स्वागत छ। नमस्ते राजवन दाई, सर्वप्रथम तपाईँलाई बधाई दिन्छु। सबै फोटोहरू कति राम्रो छ। यो हाम्रो उसको बसन्तीको फोटो भयो, यो हाम्रो दक्षिणाको फोटो भयो, यो 15 गतेको फोटो भयो, त्यो जिरे खोर्सानीको फोटो हो, त्यो पनि त्यो विज्ञापन नाटकको फोटो भयो, विज्ञापन नाटक होइन गाउँखानी कथाको भयो। यो चाहिँ यो पनि जिरे खोर्सानी जस्तो, जिरे खोर्सानीको भयो, यो बसन्तीको भयो, यो अगाडि कति राम्रो यो सेतो बाघको भयो। पौडेल कास्ट भनेर नाम राख्नु भएको छ। यो पौडेल कास्टले नेपालमा कति कास्ट छन् यो 33 के अरे 4 वर्ण 36 भने जस्तै यो धेरैभन्दा धेरै कास्टहरू भएको ठाउँमा तपाईँको यो पौडेल कास्टले चाहिँ अग्रस्थान ओगट्न सफल होस्। तपाईँले राम्रा चिजहरू, राम्रा चाहिँ स्रष्टाहरूलाई, सर्जकहरूलाई ल्याएर यो फर्ममा ल्याएर तपाईँले आफ्नो कैद गर्न सफल होस्। अल द बेस्ट, शुभकामना, बधाई छ। धन्यवाद। र म चाहिँ दर्शक महानुभावहरू सकभर यो कार्यक्रममा चाहिँ नि राजनीतिज्ञहरूलाई चाहिँ बोलाउँदिनँ होला जस्तो लाग्छ, किनभने मसँग मेरै रमाइला साथीभाइहरूको भिडै छ होइन। त्यसैले यहाँ राजनीति कति गर्नु, अब पोडकास्ट भन्ने राजनीति, टिभी हेऱ्यो राजनीति, फिल्म हेऱ्यो राजनीति, अब देशको बाहिर सडकमा हिँड्ने बित्तिकै राजनीति, हरेक चिजमा राजनीति हुँदै मैले किन आफ्नो कार्यक्रममा नै राजनीति गर्नु। त्यसले गर्दा राजनीतिलाई आफ्नो ठाउँमा छोडिदिएर म चाहिँ रमाइला विशिष्ट व्यक्तित्वहरू
अब कतिपय व्यक्तित्वहरू जसले देशमा कत्रा कत्रा काम गर्नुभएको छ तर उहाँहरूलाई चिन्दैनन्, त्यस्ता व्यक्तित्वहरूलाई म सकभर खोजेर ल्याउने प्रयास गर्छु। तर यसको लागि तपाईँहरूकै साथ सहयोग, फलो होइन, सेयर गरिदिने, सबैले जानकारी दिने काम चाहिँ अब हजुरहरूले गरिदिनु पऱ्यो। म मेरो प्रयास जारी राख्छु र आजको कार्यक्रम सुरु भयो अब। अनि किरणजी, पहिला हामी चिन्जान हुँदाखेरि तपाईँ चस्मा लाउनुहुन्न थियो, अहिले के राम्रो हुनलाई कि पावरलाई? अहिले अब दुइटै गर्दा छ। पहिले चाहिँ मलाई चस्मा धेरैवटा फेरि मैले चस्मा सुहाउँदै नसुहाउने, सुहाउँदै नसुहाउने त्यस्तो छ नि त। अनि बाध्यता भयो, अब बाध्यता भयो, त्यो टाउको दुख्नु थाल्यो, फोकस आउट भएको जस्तो हुनु थाल्यो। अनि हाम्रो नेपालकै शान गौरव भन्न रुचाउँछु डाक्टर सन्दोक कुरैतलाई जतन गरेपछि, किरणजी तपाईँलाई चस्मा लाउनु पऱ्यो अब, होइन तपाईँलाई रिङ्गट लाग्छ, अब म धेरै जस्तो मोटरसाइकल चढेर हिँड्ने होइन, कहिलेकाहीँ गाडी, अनि त्यसले गर्दा तपाईँले लाउनै पर्छ भनिसकेपछि अनि मैले चस्मा लाएँ। अनि चस्मा लाउँदै अब सुटिङको लागि पनि काम लाग्ने, बेलुकालाई पनि काम लाग्ने, पार्टीलाई पनि काम लाग्ने गरेर 2-4 5-7वटा चस्मा बनाएर राखेको पनि छु। त्यसले गर्दाखेरि यो पावरको कारणले चस्मा लगाएको मैले। प्लस कि माइनस? माइनस। टाढाको लागि माइनस भने टाढाको हो? हो। प्लस भने चाहिँ नि अब नगिज रिडिङ ग्लास। मैले त पढ्नु पऱ्यो भने चाहिँ यसरी खोलेर पढ्छु म। म चाहिँ पढ्नु पऱ्यो भने चस्मा लाउँछु, ठ्याक्कै उल्टो छ। उल्टो जन्मिया त होइन है? उमेर उमेर हो है यो उमेरले चाहिँ नि। मलाई धेरैजनाले भन्छ कि अरू पढ्ने बेला चस्मा लाउँछन्, तपाईँ चाहिँ पढ्ने बेला चस्मा खोलाउँछ भने त्यो अब विशेषता हो मलाई माथिबाट त्यहीले। अब हाम्रै साथी नरेन्द्र कंसाकार पनि त हो नि, अघिल्लो बेला 24 घन्टा चस्मा लाउँछ, पढ्ने बेला यसो गरेर फुकालेर। अब त्यो आँखाको नि विभिन्न कमी कमजोरी भेराइटी हालेर पठाइदिएको छ माथि भगवान्ले, यस्तै छ। अनि अब अहिले के होइन, अब तपाईँले भने जस्तो अब यसलाई कन्टिन्युटी गरौँ, तपाईँले चस्मा किन्न लाइस् भनेर शरीरको पार्टहरूले उमेर बढ्दै गएपछि विभिन्नबाट धोका पाइँदैछ क्या। सो मलाई आँखाले धोका दियो, केही गर्न सक्दिनँ, न आँखालो कुट्न सक्छु म, आँखालो कुट्नु दियो आँखै फुल्नु पर्छ है। अब बिस्तारै अब दाँतले धोका दिएला जस्तो भइरहेछ क्या। भनेर हान्नु आफ्नै दाँत जान्छ, नजानु त्यहाँनिर केही चपाउनु पऱ्यो नि गए जस्तो हुन्छ। अब जुरुक्क उठिन्थ्यो, थोरै कमरले पनि धोका दिन लाग्छ होइन। थोरै अब प्रेसर छ, प्रेसर त मलाई थिएन, मलाई प्रेसर थिँदै थिएन। मलाई प्रेसर चाहिँ राज्यले भनेको प्रेसर र राज्यको के सम्बन्ध छ भनेर सोध्नु होला तपाईँले सोध्नै पर्दैन, म आफै भन्छु। प्रेसर र राज्यको मलाई चाहिँ के असर पर्यो भने, राज्यले नुन बढी खाँदै कि होइन, मलाई त अरू ठाउँमा अरूजना साथीले त्यही भन्दै थिए। बिहानै एउटा समाचार सुन्छु, एउटा नेताले एउटा भाषण बोल्दा हुन्छ, दिउँसो अर्कै बोल्छ, बेलुका त्यो मैले बोलेको होइन भन्छ, त्यो सुन्यो पारा तातेन आउँछ, कुट्नु जान नि मिलेन, मोबाइल फुटाइदिउँ आफ्नै मोबाइल जान्छ। अनि त्यो सुन्यो, प्रेसर बिस्तारै बढ्दै जान्छ। अनि अब अहिलेको यो सरकारले कति आश गरेका थियौँ, अब अहिले यो जनताहरूलाई यो मोटरसाइकल, गाडी, स्टिकर, यो जरिवाना चाहिँ तिराउने, अनि खाल्डो खनेर खाल्डो नपरेको सडक व्यवहार चाहिँ कर नतिराउने, अनि रातो बत्ती बल्ने ठाउँमा कहिलेकाहीँ रातो बत्ती नबलिदिने, पहेँलो बत्ती बलिरहने, त्यहाँबाट गयो भने त्यो बत्ती कसले हाल्या, के मार्फत, ट्राफिक मार्फत हो कि के मार्फत, त्यसलाई कारबाही नगर्ने हो। यस्तै चिजले अब फुटपाथबाट मोटरसाइकल लिएर हिँड्छन् हामी जनताहरू पनि। फुटपाथ भने त हिँड्नको लागि बनायो हो नि त, मोटरसाइकल चढ्नको लागि होइन कि इमर्जेन्सी हुनु पऱ्यो, कोही बिरामीले लिएर बोकेर गएको छ भने चाहिँ हुनु पऱ्यो। अब फुटपाथ भने त हिँड्न बनाएको, फुटपाथ त पसल राख्छन्, फेरि मकै बेचिरहेको हुन्छन्, कपडा बेचिरहेको हुन्छन्, के डालो राखेर चुरोट बेचिरहेको हुन्छन्, दस्तरी गरेर बेचिरहेको हुन्छन्, जुत्ता पालिस गरेर हुन्छन्। अब यस्ता चिजहरू देखाएर प्रेसर चाहिँ त्यसले अलिकति आइरहेको छ मलाई। तर कता होइन, अलिकति जरिवाना भन्ने कुरो चाहिँ मान्छेलाई डिसिप्लिनमा ल्याउनलाई जरिवाना पनि गर्नै पऱ्यो नि, त्यो चाहिन्छ। किनभने अब तपाईँ देख्छ कतिपय ठाउँमा नो इन्ट्री ओन वेमा पनि कुदाइदिरहेको हुन्छ होइन। अनि जस्तो अब यो राजधानीभन्दा अलिकति सहरभन्दा अलिकति बाहिर गयो भने मान्छेहरू हेलमेटै नलगाई चलाउने, 3जना 4जना हालेर अब एक्सिडेन्ट भएर लड्यो भने त ट्राफिकको टाउको फुट्ने त होइन नि, आफ्नै टाउको फुट्छ। त्यो आफ्नो टाउको सेफको लागि हेलमेट लगाउनु भने हो होइन। अनि अटेरी गर्ने,
अब एक्सिडेन्ट कहाँ हुन्छ के हुन्छ, मेरो गाउँमा त मेरो एक्सिडेन्ट हुँदैन भनेर त्यो कन्फिडेन्स पनि लिनु भएन। एक्सिडेन्ट भने जहाँ पनि फेरि सोधेर पनि आउँदैन फेरि। अनि फेरि 3 घन्टा जति नै एक्सिडेन्ट हुने होइन, विदिन हाफ सेकेन्ड हाफ सेकेन्ड भइगयो नि, गयो कि गयो। त्यसले गर्दा म त्यो जरिवानालाई चाहिँ नि अब अमाउन्ट चाहिँ नि त्यो हामीले झट्ट सुन्दा बढी नै लाग्यो 1 लाखसम्म भनेर होइन। तर कस्तो केसमा त्यो चाहिँ नि अब त्यो बिचरा लोन लिएर ट्याक्सी चलाइरहेछ, कहिले काहीँ मान्छे हो, गल्ती मान्छेले नै गर्ने हो फेरि। अनि त पशु भइहाल्थ्यो नि होइन, गल्ती मान्छेले नि गर्ने हो। त्यो गल्ती गरेको त्यसलाई उता गर्नु पर्यो त्यसलाई सजाय त दिनु पर्यो। सजाय दिनेको चाहिँ जस्तो कहिलेकाहीँ त्यो ट्याक्सी लिएर हुन्छ, लोनमा किने हुन्छ, टेन्सनमा होला बिचरा, घरमा बच्चाहरू बिरामी होला, बुढी बिरामी हस्पिटल लग्या होला, डेढा बार तिर्न नसक्या होला, कहिलेकाहीँ लोन जाने झड पऱ्यो होला, त्यो टेन्सनमा फ्याट केही पऱ्यो भने 1 लाख रुपियाँ दाम तिर्नु पऱ्यो भने त बिचरा कहाँबाट ल्याओस् त्यसले। यस्ता कुरालाई अलिकति गरेर गरे हुन्थ्यो। त्यो एकैचोटि 1 लाख आइदिनु होला, त्यही अब केस हेरेर होला। अब सबै जस्तो आज भर्खरै हिजो एउटा केस हेरी मैले सरकारको, राजनीतिक कुरा नगर्ने भने राजनीतिबाटै सुरु गर्छन्। के अरे अहिले भ्याट जसले बढी भ्याट तिरेर भ्याट दर्ता गरेर केही सामान किन्दाखेरि भ्याटको कागज लिने मान्छेहरूलाई चाहिँ चिट्टा दिने भनेर हिजो एउटा चिट्टा खोल्दाखेरि 12 लाख एउटा कति 5-7 लाख एउटा चिट्टा पनि हिजो अर्थ मन्त्रालयले खोल्यो है। अब त्यसरी चाहिँ भ्याट चाहिँ लगाएर चाहिँ भ्याटको बिल लिएर आएर भनेर चाहिँ पैसा कलेक्सन गर्नको लागि चाहिँ सरकारले यस्ता अब यो 12 लाख 15 लाख चाहिँ उ गर्ने नियुवा जनताहरूलाई त्यो इन्सुरेन्सबाट गरेर हस्पिटल चार्ज गर्ने त्यहाँ चाहिँ दृष्टि पुगेको छैन। पुगे पनि अलि मात्रै पुगेको छ, पर्याप्त मात्रामा पुगेको छैन। यस्ता चिजमा दृष्टि पुर्याउने हो कि भनेर एउटा सल्लाह पनि गर्ला। अब पोलिटिकल कुरा सिधै हाम्रो अब अहिले केमा व्यस्त हुनुहुन्छ त? अहिले अब तत्काल चाहिँ म्युजिक भिडियोहरू, कमर्सियल एडहरू, यो हाम्रो शिक्षावर्धक सरकारको एड नगरपालिकाको यो अनि गाविसको अनि त्यसपछि कर कार्यालयको अनि गाडीको ट्राफिकको यस्तो एडहरू पाटोपट्ट गरिरहेको छु। अनि ठुलो पर्दाको फिल्म 1-2वटा फिल्म साइन गरिरहेको छु, जहाँ एउटा फिल्ममा त तपाईँहरूमा पनि छौँ, मदन कृष्णको महको मदन कृष्ण बायोपीमा बन्नला फिल्ममा त्यसमा छौँ। र अर्को एउटा मन बिनाको धन 2 मा अस्ति साइन गरेँ, त्यसमा गीत गाउने शुभ अवसर पनि पाएँ मैले। तपाईँको गीतको भर्सन पनि मैले सुनेर आएँ होइन। र त्यहाँ मैले टङ्कबुढा थोकीजीलाई एउटा सल्लाह पनि दिएँ। अब अनि अब मैले त्यहाँ जे सल्लाह दिएँ, त यो पो राम्रो हुन्छ त, तर किरण दाइले थाहा पाउनु नि मार्नुहुन्छ भनेर डराइरहनु भएको थियो कि। त्यो एउटा सेन्टेन्स चाहिँ नि यो किरण केसीलाई भन्दा मदन दाइलाई दिएको राम्रो हुन्छ है शब्द भनेको उहाँले एकदम चित्त बुझ्यो त्यो। अनि चाहिँ अब तपाईँको र मदन दाइको त्यो शब्द चेन्ज हुन्छ होला त्यहाँ, तर तपाईँसँग डराउनु भएको थियो। मदन दाइले चाहिँ मदन दाइ र मेरो भाइ छ त्यसमा, अनि गौरी मल्ल बहिनीको सानो एउटा पिस छ, त्यो गरेका छौँ। अनि त्यसमा बिजी छु। अनि म्युजिक भिडियोहरू अफर आइरहन्छ मलाई, म्युजिक भिडियोहरू पाटोपाटो। अस्ति पनि आज 15 दिनमा 2टा जति गरेँ। एउटा आज कति गते, आज 23 गते 28 गते एउटा छ। यो अहिले 30 को म्युजिक भिडियोहरू पाटोपाटो आइरहेको छ। यस्ता चाहिँ चिजमै व्यस्त छु दाइ। ठिकै छ, तपाईँ फिल्ममा पनि व्यस्त, म्युजिक भिडियो पनि व्यस्त, एडमा व्यस्त, अनि आफ्नो कारोबारहरू कारोबारहरू त नर्मल हो, ठुलो बिजनेसम्यान होइन, पाटोपाटो काहीँ यताउति गरेर केही गरिएको छ, त्यसमा गयो गर्यो। अहिले पनि यो तपाईँको काशी दिन बित्तिकै एउटा सानो मिटिङ छ बानेश्वरमा, त्यहाँ जान्छु। त्यहाँ अलिकति ठुलो स्वर पनि गर्नुपर्ने हुन्छ, मैले ठुलो स्वर गर्नै पर्ने हुन्छ। नर्मल स्वर गर्दा नर्मल स्वर सुनिन्न चाहिँ नेताहरूको जस्तै रहेछ क्या। नेताहरूलाई पनि लाउनु नि त्यति एउटा सहयोग गरिदिनु पऱ्यो भने नसुन्ने, जब काली म्याटेर थरथरले माइती घरमा आएर जुलुस निकालेपछि बल्ल सुन्ने, त्यो टाइपको छ क्या मेरो पनि आज। आवाज अलिक ठुलो स्वर गर्नुपर्ने लेनदेनकै विषयमा त्यस्तै लेनदेन, रेन्टको देन भन्दा नि लेन होला, लेनदेन त्यही लेनदेन केही देन भए त किन ठुलो स्वरले कराउनु र देन पनि त कराउनु, त्यसले त सानो स्वरले पक्न मिलाइहाल्छु नि। त्यो पाउनु पनि मान्दैनन्। त्यो त आफूले दिनेमा पो त्यो दिनेमा पनि कराउनु पर्ने हुने चाहिँ क्या, के कुरा गर्नु, जहिले नै कराइरहने, साह्रो भएछ घर यहीँ होइन,
भन्नुपर्ने त्यस्तोमा पनि कराउनु पर्ने हुन्छ क्या कहिलेकाहीँ। जस व्यस्त हुनुहुन्छ, आनन्द छ, राम्रो छ, प्रगति छ, घर परिवार सबै आरामै हुनुहुन्छ होइन? अब तपाईँहरूको पनि एउटा छोरा अमेरिकामै छ, बस्टनमा होइन, कान्छो छोरो यहीँ गरिरहेछ, उसले टेक्निकल आइटी सम्बन्धी गर्छ। ह्याप्पी छन् सबै परिवार, नातिनीहरू 6वटा नातिना छन्। 6वटा नातिना 6वटा के 7जना, अब पनाति शुद्ध 7वटा भयो। छोरीको छोरा के गर्व गर्नु, नातिना तपाईँले पाएन, छोराछोरी तपाईँले पाएछ होइन? छोरी पनि मैले कहाँ पाएँ, बुढीले पाएँ होइन? छोरा बुढीले पाएँ, अब नातिना बुहारीले पाएँ। त्यसैले नातिना यतिवटा भयो भनेर आफूले गर्व गर्नु पर्छ। त्यही पनि एउटा चाहिँ एउटा के अरे सन्तानले डाँडा काँडा ढाकोस् भनेर पहिले टिका लाउने बेला आशिष दिन्छ। त्यो आशिष त्यो ओहो मेरो पनि नाति यत्रो भइसक्यो, यतिजना भइसकेछ भन्दाखेरि हिजो छोरा बिहा गर्नेखेरि चाहिँ पहिले बेला नातिनी भनेको थियो, अलिक देखियो नि त। तपाईँले अहिले भर्खरै नातिनीको हातबाट आशिष लिएर कार्यक्रम सुरु गर्नुभयो। ल किरणजी, अब हाम्रो यो विभिन्न विषयमा होइन, तपाईँलाई मैले के देखिरहेको छु भने चाहिँ मुडप जस्तो देखिरहेको छु। किन मुडप हुनुभएको तपाईँ? नचिना साथीभाइ हो र 30 वर्ष भइसक्यो, एउटै साथ, एउटै थाल, एउटै एउटा थाल त होइन, एउटै खाटा सुतेर कस्तो रूपमा देखा मान्छे तपाईँमा। अहिले तपाईँ अब यो पहिलोचोटि यस्तो कार्यक्रम गरे बेला अहिले अड माने हो कि जस्तो लागेर नमान्नुहोस्। पहिला भेट हुँदाखेरि जुङै फुलेको थिएन, अब अहिले जुङै फुल्यो, कपाल फुल्यो होइन? फुल्नु के नर्भस भएको छैन। म किन नर्भस हुनु र? अब यो पहिलो कार्यक्रम भएर होला, विषयवस्तु के गर्ने कस्तो गर्ने, किनभने यो रेडिमेड मैले क्वेसन बनाएर ल्याएको छैन। अब मेरो त इन्टरभ्यू दिने पनि लिने पनि गफ गर्ने नि यही हो, जे मुख आउँछ त्यही। मेमोरी कतिको ठिक छ तपाईँको? मेमोरी अलिकति त्यो मेमोरी ठिक छ, तपाईँसँग 5% लिनु बाँकी छैन। होइन, मेमोरी ठिक भएन भने एलेन मार्क्सले अहिले चिप्स हालिदिन्छ अरे होइन? अब कोसँग लिने कोसँग दिने त्यो कन्ठ छ है, कन्ठ छ, त्यो मेमोरी ठिक छ। त्यो आजकल होइन, तपाईँले भने जस्तो प्रायः अब पहिलोको दाँजोमा अहिले अलिअलि बिर्सिने क्रम बढिरहेछ कि। जस्तो कतिपय प्रोग्रामहरूमा निम्तो आउँछ, आज फलान ठाउँमा प्रिमियर है भन्छ, आज फलान प्रोग्राम छ त्यहाँ आउनु है भन्छ, हस् भन्छु, प्रोग्राम दिन भुसुक्कै बिर्सेर बस्दो रहेछु। मैले मेरो बुढीले सम्झाउने छिन्, मेरो त बुढी पनि बिर्सिने मेरो त धेरै नै मैले यो बिर्सिने चाहिँ अब त्यो बेला रोगै रहेछ। यो उमेरको परिपक्वता भन्छ यसलाई होइन? यो बिर्सिने रोग लागे पनि यो जुन त्यो अल्जाइमर त होइन होइन? अल्जाइमर भयो भने त नराम्रो, तर हाम्रो जस्तो यो बिर्सिने रोग भनेको त असाध्यै राम्रो। यो उमेरलाई कारण असाध्यै राम्रो। त्यो तपाईँले जति बिर्सनुभयो नि, त्यो बिर्सिने रोग भनेको के भने तपाईँको मनमा कुनै पीड सन्ताप के पनि नभएको कि आनन्दी। जब तपाईँले त्यो सम्झिराख्नुहुन्छ नि त्यो पुरानो कुरा, यहाँ जानुपर्ने, त्यसलाई त्यो भेट्नुपर्ने, त्योसँग लिनुपर्ने, त्यसलाई दिनुपर्ने, त्यो मेमोरी बसिरह्यो भनेदेखि तपाईँले पीडा मात्रै हुन्छ। बिर्सिदियो भने आनन्द, लक्का न धक्का, हेर्नुहोस्, त्यो पनि एउटा हेल्थको राम्रो साइन हो कि। अझ त्योभन्दा राम्रो त सबै यो अहिले तपाईँ रातो गल्ला लाउनु भएको छ नि, त्यसमा पहेँलो गल्ला लगाएर जङ्गलतिर हिँड्नु पनि झन् अझ राम्रो हुन्छ। त्यो होइन, लुगा भने समय परिस्थिति लगाएको सुहाउने के लाउँदा आफूलाई राम्रो हुन्छ होइन? अहिले तपाईँले बिर्सिनुमा आनन्द भने जस्तो है, यो लुगा छोडेर पहेँलो लगाएर रुद्राजा माला लगाएर पस्ने क्या जङ्गलतिर जोगी, त्यो पनि होला कसैको। त्यसबाट पनि झन् बढी आनन्द प्राप्त हुन्छ क्या। त्यो त घरबार कहिले सोच्नु भएको छ त्यस्तो? यस्तै हेरेर चाहिँ जिन्दगी जति गरे नि यस्तै हो भनेर पहेँलो लगाएर माला लगाएर अब तपाईँ अलि सानो गाँटीको मान्छे कमन्डोल पनि अलि सानो लिएर लगाइदिन्छु भनेर त्यो चाहिँ सोचेको छैन होइन? त्यो भनेको गृहस्थै त्याग्ने हो, परिवारै त्याग्ने हो, नातागोता अन्तिममा त्याग्न पर्छ यो पृथ्वी। हेर्नुहोस् दाइ, यो मृत्यु भनेको शाश्वत हो, यो युनिभर्सल ट्रुथ हो, यो ध्रुव सत्य हो मृत्यु भनेको। त्यो मृत्युको चाहिँ त्यो संसार त्यो यति सुन्दर छ अरे, यति स्वर्गीय छ अरे, जो मान्छे मरेर जान्छ नि फर्केर आउँदैन त्यहाँ, तिनै रमाउँछ अरे क्या। त्यो कसले भने तपाईँलाई? मैले अहिले आफैले भने नि, कसैले भने पछाडि सिकाउनु मान्छे रे पनि फेरि सुनाएर हिँड्ने त भने, अनि रे आफूले भोगेको कुरो पनि सुनाउनु, कसरी भोग्नलाई त मर्नु पऱ्यो नि, त्यही भने त नि भोग्नलाई मर्नु परेन।
आफू मरेको छैन। इमेजिनको इङ्ग्लिसमा इमेजिन भन्छ, नेपालमा चाहिँ कल्पना। सङ्ख्याको आधारमा भन्न त पाइयो, कल्पना गर्न त पाइयो नि। त्यही त कल्पनाले फेरि त्यो अर्कालाई रे रे भनेर सुनाएर कि मजा आयो के आफै मरेर देखाउनु पर्यो, मरेर त्यो पनि देखाइन्छ, एकदिन त्यो देखिन्छ त्यो मरेर पनि। फर्केर आएर सुनाउनु पर्यो। त्यही त त्यो मरेर गएको मान्छे हाम्रो साथी कयौँ, तपाईँको साथी पनि कयौँ गए, आएकै छ नि, हेर न, तिनै रमायो त्यो मान्छे। साथी मात्र हो र आफ्नै अब आमा गए, बुवा गए, बजे दाइ गए, दिदी गए, सबै गए। तिनै रमायो त्यो। त्यस्तो राम्रो ठाउँ रहेछ त्यो क्या। त्यो राम्रो ठाउँमा जानको लागि आफू नै राम्रो बन्नु पर्यो क्या पहिले। त्यो उमेर नपुगेका राम्रो हुँदैन है, त्यो त उमेर झुन्डेर आत्महत्या गरेर। उमेर पनि कति पुग्ने, फेरि त्यो निवेदन हालेर ल म यतिसम्म बढ्छु भनेर भगवान्ले निवेदन हालेर साइन गरेर ल्याप्चे हानेर पठाउने कुरो पनि भयो नि। निवेदन कसलाई दिने? त्यो कसलाई दिने हो, त्यही भन्यो नि, कसलाई दिने त निवेदन? निवेदन दिने बर्मालाई दिए विष्णु रिसाउँछन्, विष्णु दिए शिव रिसाउँछन्, कसलाई दिन्छ? त्यसैले त्यो हेरिएको कुरा होइन। अब जे लेखेर धार्मिक कुरा पनि छोडिदिउँ, पोलिटिकल कुरा पनि छोडिदिउँ हामीले अघि धार्मिक। ल अर्को कुरा सुन्नुहोस् अब। एउटा दर्शक महानुभावहरू, तपाईँहरूले हुन त मैले उहाँले एउटा खाना सम्बन्धी एउटा प्रोग्राम पनि चलाउनुहुन्थ्यो होइन, रेडियो अडियोमा, फर्सी नेटवर्कमा। फर्सी नेटवर्कमा किरण केसी विथ किचन, किचन विथ किरण केसी हो कि किरण हो, म पनि आएको थिएँ। अनि उहाँको एउटा विशेषता के छ भने, मैले चाहिँ कहिल्यै सुनेको थिइनँ, मैले पनि कहिल्यै युज नगरेँ पकाउँदाखेरि, किरणजी चाहिँ मासु पकाउँदा ज्वानो हाल्नुपर्छ भन्नुहुन्छ। ज्वानो हाले मासु कस्तो होला? अनि ज्वानो हाले मासु कस्तो हुन्छ भने सुतेरी हुन लागेर सोधन्, सुतेरीलाई ज्वानोको महत्त्व कतिको हुन्छ? ज्वानो झोल पो खुवाउँछ नि त सुत्केरीलाई। अनि मासुमा पनि ज्वानो हालेर खाइदिएपछि त्यो झन् परिपक्वता हुन्छ अरे क्या। तपाईँ त सुत्केरी होइन। अनि सुतेरीलाई ज्वानो हालेर बुढी भए, छोरी भए, बुहारी भए। त्यही अनि मासुमा म कतिको पकाउन जान्नु छु भनेको त तपाईँ सबुत प्रमाणै छ नि। हरिवंशले आफ्नो के अरे चिना हारेर किताबमै लेखेको छ नि। यदि 6-7 पाना त्यो हाँडीमा पकाएको मासु होइन। यही राजन दाई हो, हाँडीमा पकाएको मासु कसलाई भन्दा योभन्दा मिठो त गु हुन्छ भन्नुभयो। उहाँले नि भने यो शब्द मेरो होइन। दाई मासु कसलाई त दाई भने मैले सिरियसली त योभन्दा मिठो त गु हुन्छ अरे। हुन्छ होइन होला भने त्यही त त्यो कत्रो त्यो उ गरेर घन्टौँ 3 घन्टा मासु पकाएर खान लागेको मासु, अरे मासुको गति मुखैमा हाल्न अनुस्वाद थियो नि। भोग लगाएर फेरि केही नखाएर उहाँले यहीँबाटै बिराटारमा फोन गरेर ल 5 किलो जति मासु, के अरे 3 किलो जति मासु बनाएर राखिदिनु, 3 किलो प्याज काटेर राख्नु, एउटा हाँडी अनि गोल राख्नु भनेर राखेँ। मैले यतातिर कता सिकेर गएको थिएँ। 1.5-2 घन्टा पकाउनुमा लाग्यो। हरिवंशले अझ यहाँबाट पङ्खा सानो बनाएर त्यो उसा त्यो दाउराको त्यसलाई के भन्छ, ढलान गर्ने त्यो कराई, ढलान गरी सिमेन्टी हाल्ने कराई हुन्छ नि, त्यहाँ त्यो कराईमा गोल हालेर त्यो यहाँबाट पङ्खा हालेर त्यो माथि हाँडी राखेर पकाइरहे। आखिरीमा त्यो मासु बहुत कुकुरले सुत्दा नि खाएन, खान्छ है। अब बहुत फ्लप खाएँ म मुडप भएँ। यो त्यो मेरो मोडल डाउनै भयो। पछि भने हामी शिखर साँझ कार्यक्रममा जाँदाखेरि मेरो एकजना साथी हुनुहुन्छ इटहरीमा, बद्रीनारायण चौधरी। त्यो उहाँको घर कहाँ भनेदेखि त्यो विराटनगर, इटहरीबाटै विराटनगर जाँदा बुढी खोलाको पश्चिमपट्टि हेऱ्यो भने त्योभन्दा उताको सबै जमिन उहाँहरूको जमिनदार होइन। अनि म प्रायः गएँ भने एक रात उहाँको घरमा बस्ने। अनि पछि मैले साथीहरू पनि लिएर जान लागेँ। पछि हरि मन्दाई, कुमार प्रकाश श्रेष्ठ, तपाईँ, लय सङ्ग्रह को थियो त्यो, पूजा शर्मा, पूजा चन्द। अनि हामी ग्रुप लयो, बद्रीजी हामी तपाईँको आएर बस्छौँ र किरणले भनेको छ त्यहाँ 3 किलो कि 5 किलो कति मासु, खसीको मासु अनि प्याज रेडी गरेर राखिदिनु, किरणजीले पकाउनुहुन्छ अरे एउटा स्पेसल डिस, अनि त्यसको लागि एउटा हाँडी पनि राखिदिनुहोस्। जाँदै गयो, पुगेपछि सबै भनेको चिज रेडी रहेछ। उहाँले पकाउन थाल्नुभयो। 3 घन्टा जति पकाएर खाएको, छ्या यस्तो बेस्वादको मासु। त्यो भए के रहेछ भने हाँडी त ल्याउनु भयो उहाँले, बद्रीजीले, तर 20 वर्ष पुरानो त्यो दही जमाएको हाँडी रहेछ कि। त्यो तातोमा त्यो हाँडीको त्यो सबै त्यो काइलाया हुन्छ नि, त्यो भित्रमा काइला लेउ, त्यो सबै पग्लेछ। त्यो लेउ पनि अब ग्रेभी मेसिन गर्दा त्यो लेउको तितोले खानु मिठो गर्छ। त्यस्तो हुन्छ।
सोखिङ हो। राजाम दाई पनि धेरै सोखिङ मान्छे हुनुहुन्छ। म तपाईँको सोखको यतिकै छ। अब हामीले होइन सुन न, म तपाईँको सोखिङको त्यो म प्रशंसा हो, किनकि तपाईँसँग सबभन्दा बढी सङ्गत गर्ने तपाईँको वाइफ, छोराछोरी पछिको मै नै हुन्छ होला होइन। धेरै 25औँ 30औँ वर्ष सहकार्य गरेर हिँड्यो। कस्तो सोखिङ भने बियर खानलाई मकैबारीमा के अरे तोरीबारीमा गएर सुकुल ओछाएर एकजनालाई घाममा छाते ओढाउनु लाएर मासु अगाडि राखेर एकले टुई टुई खाने, ऊ छाता ओढाएर के गरे भने सोख राजा महाराज नगरे सोख अरे। होइन, सोख त गर्नुपर्छ, जिन्दगीमै गर्नुपर्ने भने मोज भने त। तपाईँले त्यो एउटा इन्टरभ्यूमा पनि जिन्दगीमा के गर्नु, जिन्दगीमा गर्नुपर्छ मोज अरे। मान्छेले दुःख किन गर्ने त? मरिमरि काम गर्छ, पसिना चुहाउँछ होइन। त्यो किन गर्ने भने एकैछिन मोज हो। त्यो मोज पनि गरेन भने त लाइफ डलै हुन्छ। त्यसैले मोज चाहिँ गर्नु। अब संसारको धेरै भूभाग घुम्ने शुभ अवसर पनि पाइयो दाइहरूसँग। संसारको अब आशीर्वाद भन्नुपर्छ। संसारले अपर्च्युनिटी दिएको, संसारले काखी चापेको, संसारले हाँस समातेर हिँडाएको कारणले कस्तो सोखिङ होला भने अब सुर्गेस हुन्छ, एकजना सुर्गेस हुन्छ, झोला हुन्छ होइन। सुर्गेस झोला केही नबोक्ने, आनन्दले सुन पसलमा सुन हेर्ने, लुगा पसलमा लुगा हेर्ने, उहाँ सुर्गेस सबै मैले डोडाएर ल्याइदिनु पर्यो। के गरे भने त लागेर साथीले त्यो दिन नगर्ने भनेर न्यु खोज्ने कि। अनि ढुक्क छ नि। अब मैले छोडेँ भने साथी बोकेर ल्याइदिइहाल्छ, टेन्सनै भएन। अनि कहिलेकाहीँ अब बसा माथि छता हाल्नुपर्छ, के यता आउनु नि हेल्प गर्नु। हाइट सानो भएको फाइदा यही हो, हाइट ठुलो मान्छेले हाल्नुहोस् न भनेर त्यहाँ पनि छोडिदिने। यस्ता यस्ता काम चाहिँ राजाम दाइ गरिरहनुहुन्थ्यो। त्यही भएर गरिदिने मान्छे भएसम्म आफूले गर्नु हुँदैन कि। म त्यो पाराको मान्छे त। त्यही भएर त अहिलेसम्म सामान हराएको छैन, कहीँ छुट्या नि छैन। छैन साथीहरू छँदैछन्, मैले जहाँ छोडेँ नि उनीहरूले गुडाएर ल्याइदिन्छु। मैले ल्याउने हो फेरि, हरिमान्छे ल्याउने कुरा आएन, मोहन दाइले ल्याउने कुरा आएन। ए हरि हेर त त्यहाँ भने जाउन गरी ल्याइदियो भनिहाल्थ्यो, हरिले फेरि दौडे गरेर लिएर हरिले पनि ल्याइदिएछ। यो राम्रोसँग नसकिने वास्तै गर्दैन, आफ्नो सामानको गन गर्दै ल्याइदिन्थेँ। त्यही ल्याइदिने भएर म गरिदिन्थेँ कि। अनि अब सुटिङ पनि धेरै गरियो होइन। अब हामीले विराटनगरमा गरेको एउटा दुश्मन भन्ने सिरियल, त्यो चाहिँ कहिल्यै बिर्सिएन है। त्यो दुश्मनको आमै कहिले खसी काटेर ल्याएर खुवाछ, कहिले पैसा नभए बेला फर्सीमा झोला हालेर खाए त जिन्दै नि थाहा छैन। लौकामा र फर्सीमा झोला हाले त मेरो लाइफमा यत्रो फर्सी भने त भएको पानी पनि सुकाउने हो अझ। त फर्सीमा पानी हालेर खुवाउने। अनि उहाँको बानी, उहाँ र म अब जहाँ गए पनि सँगसँगै सुत्नुपर्ने। गर्मी यो चैत वैशाखमा सुटिङ गरेको, अनि हाफ त्यो स्यान्डो गन्जी लाएर म सुतिरहेको हुन्थेँ। त्यो स्टिलको मगमा तातो दुध चिया हालेर लिएर आउनुहुन्थ्यो। अनि मलाई काना गर्दै के गरे भने फ्रेस बनायो अरे। त्यसरी फ्रेसै हुन्थ्यो नि त है। अनि सँगसँगै भात खान लायो, भात पनि यसरी मुत्ने, यसरी प्याज यहाँले पछि निकाल्ने। अनि सट्ट अब यसले खाइपुग्नु लायो, सिद्ध्याउनु लायो भने चोलाएर बसिरहने, हातमा सुक्यो भने फेरि पानी हाल्ने। अनि त्यहाँबाट मैले खाइसकेपछि अनि त्यहाँबाट यो चुन्नाम कहाँ भन्दाखेरि ऊ त्यहाँ छ, चुन्नानी होइन भनेर मलाई यहाँ दिउँ समात्ने। चुन्नानी होइन क्रेन्जी भनेर समात्ने। अनि त्यो चुन्नानी बेला उहाँ चाहिँ हात मात्रै चुट्नुहुन्थ्यो, म चाहिँ यहाँ दिउँ चुट्नु पर्थ्यो मैले। यस्ता किसिमबाट फ्रेस बनाउनेमा चाहिँ उहाँ माहिरै हुनुहुन्थ्यो। धेरै ठाउँमा भने पनि छु। अनि एक विराटनगरमा वीरगन्जमा बिजन भात खाइरह, म नि मासुको असाध्यै सोखिङ। मासुमा उहाँले आएर मासुको कचौरामा मासुको झोल हालिदिनु भयो, दाल हालिदिनु भयो, अनि दही हालिदिनु भयो, अनि के हालेर यसो घोलिदिनु होला, खानुहोस् त भने हेर्दै त्यो डाइरिया भावला जस्तो झोल कसरी खानु, खाएर हेर्नु न भनेर भन्नु। होइन म त खानु मन लाग्दैन, यो त भमेन्डाउला जस्तो हुन्छ, मलाई त कसरी खानु, हेर्दै पुरै त्यो यो 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 बर्खामा त्यो डाइरिया भए जस्तो चिज छ, कसरी खानु भने खाएर एकचोटि हेर्नु न नभन्दै त्यो खाएको त्यो वास्तवमा सर्वाधिक मिठो नै हुँदैछ। कहिलेकाहीँ त्यस्ता राम्रो काम पनि गर्नुभएको छ। फेरि दाल दही मासुको झोल त्यो फिटेर ल्याइदिनु भयो, त्यो कलर त अब साँच्चै कि ज्या डाइरिया नै भयो नि। अति आदरणीय पूजनीय ढोगने दर्शकहरूलाई म के भन्न चाहन्छु भने, नेपालको यस्तो एउटा मूर्धन्य व्यक्तित्व, 2,90,00,000 दर्शकहरूको मन मस्तिष्कमा बस्न सफल तपाईँ हाम्रै प्रिय पूजनीय कलाकार
दुई मदन कृष्ण हरिवंशको नाम राखिदिने मान्छे उहाँ नै हो मह भनेर एउटा राष्ट्र ब्याङ्कका कार्यक्रममा होइन। कि गाई जात्रा कार्यक्रममा विज्ञापन नाटकको क्रममा एमसीको काम पनि गर्नुहुन्थ्यो उहाँले राम्रो एमसी गर्ने मान्छेमा पर्नुहुन्छ उहाँ हाम्रो यो शिखर साँझ गाई यात्रा कार्यक्रमको टुरहरूमा प्राय गरी 99.9% उहाँले नै एमसी गर्ने हो एमसी नै गर्ने ड्रामा नै खेल्नुहुन्थ्यो त्यो गर्नुहुन्थ्यो त्यो बेलामा यतापट्टिबाट मदन दाइ आउनु पनि यतापट्टिको स्टेज त यो भयो यताबाट आउदाखेरि हामी एकैचोटि म त यहाँहरूलाई बोलाउँछ यहाँहरू समस्या आउँदै हुनुहुन्छ अति लोकप्रिय कलाकार मह यानि कि मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य भनेर यसरी एनाउन्स गर्दा 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 त्यो दिन भन्नुभयो भोलिपल्ट भन्नुभयो पर्सिपल्ट भन्नुभयो यो भन्नुभयो त्यो भन्नुभयो त्यो सुनेपछि त्यो कार्यक्रम एकदमै राम्रो भयो कार्यक्रम राम्रो भएपछि त्यो कार्यक्रमको हेडलाइनै महको कार्यक्रम भनेर पत्रिकाले छापिदियो उसले गर्दै यसो गरेर यसरी भाइरल बन्दै एउटा ठुलो संस्था नेपालकै सर्वाधिक लोकप्रिय संस्था बन्न सफल भयो त्यसको मुखारबिन्द चाहिँ राजन पौडेलले भने हो त्यो एनाउन्स गरेको त्यो एनाउन्स पहिला म गरिदिन्थेँ राजु बुजुले गर्थ्यो एनाउन्स गर्थ्यो एक दिन उसको स्वर सुक्यो कि अनि त्यो स्वर सुकेपछि कहिले गर्ने भन्ने कुरो भयो हरिले कि मन दाइले राजाराम आजको एनाउन्स तिमी गरिदेऊ न भन्नुभयो अनि मलाई त्यो अब आउँदैन चाहिँ फलानु मात्रै मजा लागेन होइन अनि त्यसपछि के भन्ने त भनेर घर गएर यसो सोचेँ सोद्धा ठ्याक्क महजोडी भनेर दिमागमा आयो र त्यही महजोडी भनेर एनाउन्स गर्दा स्टेजमा दर्शकहरूको यति ताली बज्यो भन्नुभयो तपाईँले महजोडी भनेर भने यति ताली बज्यो त्यो सुनेपछि महजोडीलाई नि मन पऱ्यो उहाँहरूलाई आफ्नो नाम र त्यसको झन्डै 2 हप्ता नि भएको छैन उहाँहरूले म संसार भनेर खोलिहाल्नुभयो त्यहाँबाट रोक्यो एउटा गर्व पनि लाग्छ यति पपुलर एउटा जोडीको नाममा नाम उत्कृष्ट नेपालकै उत्कृष्ट यो त एसियामै यस्तो जोडी हुन त जोडी धेरै छन् इन्डियामा सङ्गीतकारहरू लक्ष्मीकान्त प्यारेलाल होइन भने जस्तै शिवशङ्कर नातिकाजी शिवशङ्कर राजपाल हाडा थुप्रै जस्तो अब चङ्खे नकली मह हामी किरा जोडी दिपाको के हुन्छ अब थाहा छैन दिदी जोडी भने जस्तै थुप्रै जोडीहरू छन् तर यो चाहिँ अत्यन्तै लोकप्रिय सफल र पुज्ने बन्न सफल भयो महको अब जोडी धेरैको बने धेरैको भत्के होइन धेरैको लामो समय टिकेन तर मह जोडीको भनेको चाहिँ नि यो जोडी अहिले 47 वर्ष भयो निरन्तर रूपमा कुनै तल माथि आरो अब्रो केही नभइकन कन्टिन्यू यसरी चल्नु भनेको यो चाहिँ एउटा ठुलो उदाहरणै भएको छ 47 वर्षसम्म अघि तपाईँले सुरुमै किरा जोडी भनेर हामीलाई भन्नुभयो यहाँ तल यो कार्यक्रम हेरेपछि अनि तिमीहरूको जोडी चाहिँ किन दिगो नहुनु सक्यो भनेर कमेन्ट गर्लान् त्यो नि प्रश्न पालिदिन्छु म हाम्रो जोडी महपछिको हाम्रो जोडी लोकप्रियको चरम किरा जोडी भनेर राष्ट्रिय दैनिक त्यो बेलामा अब मिडिया थिएन यो मोबाइल थिएन राष्ट्रिय दैनिक पत्रिका कलर पत्रिका कामना पत्रिका लगायतका थुप्रै उसमा चाहिँ हाम्रो जोडीको बहुत ठुलो प्रशंसा भयो अब कान्तिपुरले र गोर्खापत्रले त यिनीहरूको जोडी यी दुईटा जोडी नेपालको प्रधानमन्त्री भन्दा पनि लोकप्रिय भनेर सर्वेक्षण गरेर पनि हाम्रो दुईजनाको फोटो राखेर हाफ पेज पछाडिको त्यो 20को पानाको पुरै पेज हाफ पेजै हाम्रो पनि आएको थियो लगभग 15-16 वर्ष जति त्यसपछि हाम्रो धेरै ड्रामाहरू नाटकहरू हामी सही गर्ने र फिल्ममा पनि सर्वाधिक नै बिजी छौँ सपोज 10वटा फिल्म त्यो बेलामा 15वटा फिल्म बन्छ भने 13-14वटा फिल्ममा हामी आबद्ध हुन्थ्यौँ त्यस्तो किसिमको एउटा गएको थियो बिचमा उहाँ आफ्नो कार्यव्यस्तता उहाँको आफ्नो नितान्त व्यक्तिगत कारणले उहाँ अमेरिका गएर बस्नुभयो अनि गएपछि म एक्लै भएँ म गइनँ अमेरिका म एक्लै भएँ म एक्लै भएपछि 1 वर्ष बसेँ 2 वर्ष पछि 3 वर्ष बसेँ 3 वर्ष भएपछि एक्लो भन्दा एउटा ग्रुप एउटा समुदाय भयो भने चाहिँ त्यसले पावरफुल पुग्दो रहेछ के गर्ने राजन दाइ उतै बस्नु भएको छ 6-7 वर्षै भइसक्यो म एक्लै भएँ यहाँ कुनै झै झगडा लेनदेनबाट पनि हामी छुट्टेको होइन केही नै होइन आजसम्म छुट्याइ पनि छैन अनि के अन्त भनेर मैले शिवरी पौडेल भाइले अब तपाईँ पौडेल उहाँ नि पौडेल के त सँगसँगै गाई यात्रा गर्ने हो भनेपछि गरौँ दाइ
अनि भर्खरै त्यो खेम शर्मासँग पनि उहाँको के अलिकति के भएको थियो ल गर्ने भनेर भनेपछि अनि शिवरी भाइसँग पनि लगभग 12-15 यो जिरे खोर्सानी लगभग 18-20 वर्षै गरियो। त्यो किसिमबाट हाम्रो जोडीले निरन्तरता नपाएको, दाइ उतातिर गएर सेटल हुनुभयो, पछि आइहाल्नुभयो फेरि। त्यसरी चाहिँ हाम्रो जोडी हुन नपरे, के अरे जोडीले द्रुत गतिमा अगाडि बढाउन नसके है दर्शकबिनहरू जानकारी गरे। यही होइन त हाम्रो कुरो, यही नै हो परिस्थितिले, हाम्रो परिस्थितिले त मनमुटावले होइन, त्यो त परिस्थितिले। म अमेरिका गइदिएँ, अमेरिका तपाईँ नेपालमा, अनि जोडी तपाईँ उहाँ पछि गर्ने कुरा नि यहाँ पछि भने नि त हाम्रो जोडीले मभन्दा पनि भनेर 2-4 वटा पत्रिकाले मलाई टक्कर दिने, मकै पढाएको हामीहरू, ममै खेल्ने, मले बनाएको हामी, मलाई टक्कर दिने भनेर मलाई त्यो गरेर पनि लेखेँ पनि। अनि हामीले चाहिँ त्यस्तो होइन, मलाई टक्कर दिन सक्दैन, मलाई टक्कर दिने कुरो पनि आउँदैन, हामीलाई यस्तो चाहिँ नलेखाउनुहोस् भनेर 1-2 इन्टरभ्यूमा मैले बोले पनि। यो किरा जोडी भनेर नि कसरी नाम भयो भनेदेखि एकचोटि रेडियो नेपालमा मेरो अन्तर्वार्ता लियो, अनि लिएपछि अनि प्रश्नकर्ताले चाहिँ मलाई सोध्नुभयो, दाइ तपाईँले मह जोडी भनेर नाम त राखिदिनु भयो, अनि आफ्नै जोडीको नाम चाहिँ किन नराखेको भन्नुभयो। अनि मैले हाम्रो नाम राख्दा त्यति राम्रो नाम बन्दैन, कि किरा जोडी हुन्छ कि राखी हुन्छ, दुइटै नाम राम्रो छैन भनेर भने। त्यसपछि हामी पोखरा जेसिसको एउटा प्रोग्राममा पोखरा गएको, त्यहाँ त जेसिसले चाहिँ नि पुरा रिक्सामा चाहिँ नि एनाउन्स किरा जोडी भनेर एनाउन्स गरेर रिक्सामा माइकिङ गरेर हिँड्यो। विराटनगरमा पनि त्यसै गरी हिँड्यो, उहाँ सिलगढीमा पनि हिँड्यो। त्यसैले गर्दा यो किरा जोडी भनेर यसरी प्रचार गरिदिएको चाहिँ नि पोखरा जेसिसले हो। त्यसले गर्दा नत्र मैले त मन पर्दैन भनेर नाम चाहिँ भने, किरा जोडी कि राखी जोडी हुन्छ भनेर, तर पोखरा जेसिसले यसलाई किरा जोडी भनेर। हाम्रो जोडीलाई सर्वाधिक दर्शकहरूले मन पराइदिनु भयो। 15 गते टेलिफिल्मको त अब सर्वोत्कृष्ट, आज टेलिफिल्म बनेकै 25-30 वर्ष हुन्ला। 46 सालमा, 45 साल कि 46 साल भनेपछि 46 र अहिले 83 भनेपछि कति वर्ष भयो, कति वर्ष भयो त ल हिसाब गरौँ न। पैसा हिसाबले ठ्याक्कै हुन्थ्यो त्यो वर्षको, जस 25 वर्षभन्दा माथि भइसक्यो, 30-35 वर्षै भयो नि। भयो त्यति वर्ष अगाडि दाइसँग जुन गरेको खेलेको सँगसँगै बसेर सहकारी गर्ने शुभ अवसर पाइयो। अत्यन्तै उहाँलाई त्यो एउटा म सिन यहाँलाई बताइन्छु, मैले लखड्दै गएको छु, उहाँ भागिरहनु भएको छ, एउटा सानो खोल्जा जस्तो आउँछ पुल, कलभर्ट, कलभर्ट आउँछ, यहाँनिर उहाँले हात यसरी माथिबाट हात यसरी राखेर तल लुकेर बसिरहेको हुनुहुन्छ, अनि म दौडेर आएर त्यहाँ हात कुल्चेपछि अलिक गरेर गरेपछि तल थाहा पाउने थियो, तल फोर सुँगुरले त्यो उ गरेको, मान्छेले आएर त्यो गरेको, अनि त्यहाँ म त यहाँ जान्न भनेर उहाँले धेरै बार त्यहाँ सुटिङ गर्नै मान्नु भएन। अनि हरिवंशले जाऊ यही सिन तिम्रो हिट हुन्छ भने आखिरमा त्यही सिन सर्वाधिक बढी हिट भयो होइन। त्यस्तो एउटा नाट्यश्वरीले गरी खाने भनेर पछाडिको त्यो अनुहारमा थाहा हानेरै पठाएको मान्छे हो राजाराम पौडेल भन्ने। मैले धेरै ठाउँ पनि भनेको छु, आज नि भन्छु, राजाराम पौडेललाई दौरा, पुरान टाइपको दौरा कमिज, अनि पुरान टाइपको सुरुवाल, अनि चप्पल लाएर खुट्टा अगाडि र पछाडि राखेर यसो हल्लाइदिएर राउन्ड टली एक राउन्ड हिँड्यो भने डालेकै दिनु पऱ्यो नि, दर्शक त्यत्तिकै हाँस्छन्। त्यो किसिमको हाँसो चुइरा हुन्छ क्या उहाँको एक्सप्रेसन, अनुहार, लवाई खवाई, हाइट, सबै चिजबाट सबै भरिपूर्ण भएको हास्य कलाकारमा पर्नुहुन्छ। क्यारिकेचर पनि गर्नुहुन्न, कपी अर्काको कपी पनि गर्नुहुन्न, आफ्नै पारा छ, आफ्नै स्टाइलको छ। अहिलेसम्म दर्शकहरूको माया स्नेह पाइरहनु भएको छ, अगाडि बढिरहनु भएको छ। ठिकै छ। तपाईँलाई अब एउटा पर्सनल कुरा सोधौँ, तपाईँलाई आफ्नो शरीरको सबभन्दा मन नपर्ने अङ्ग कुन हो? मलाई शरीरको अङ्ग मलाई सबै मनपर्छ, मलाई सबभन्दा बढी नाक मनपर्छ। आफ्नो नाक? तपाईँले त्यही भन्नु खोज्या होला होइन। तर अब किनभने यो मैले नाकलाई पपुलर बनाएँ क्या, रातो मग्यो भने त्यो ठुलो नाक भने अलि ठुल्ठुलो नाक हुने भने क्या, यो त्यसबाट नि चिन्ने भयो क्या मलाई। यसले तपाईँको नाकलाई नगरपालिकाले, महानगरले ट्याक्स त ल्याएको छैन? किन तपाईँलाई लिनुपर्ने के? किनभने अरूहरूले 10 चोटि सास फेर्न पुग्ने अक्सिजन तपाईँको नाकले एकैचोटि फेरिदिन्छ कि।
त्यो त वायु प्रदूषणकोले चाहिँ होइन त्यो 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 यदि नगरपालिकाले हाल्न भने नगरपालिकालाई तपाईँको चिनेको नगरपालिका हाम्रो ललितपुर नगरपालिका चिरीबाबुसँग तपाईँको चिनजान छ भने फोन गर्नु भन्नुहोस् अनि म आएर मलाई हाल्ने होइन मलाई डिजाइन गरिदिने मान्छे अब बुवा र आमा मेरो बिर्सिसक्नु भयो कि उतै गएर बुवा र आमालाई हाल बुवा र आमालाई नहाल्ने भने बर्मार विष्णु हाल्न जाऊ भने यतातिर पठाइदिन्छु म नत्र हो कि किन चलायो नि अरूलाई 10 चोटि सास फेर्न पुग्ने अक्सिजन तपाईँको नाकले त एकैचोटि फेरिदिन्छ त्यही भएर त सस्तो छ नि म किनकि भरिभराउ टाइपको मान्छेको यहाँ हड्डी पलाएर त्यो अपरेसन गर्नुपर्ने हुन्छ मासु पलाएर अपरेसन गर्नुपर्ने हुन्छ मलाई भरिपूर्ण अक्सिजन मेरो त्यो फोक्सोले पा हुन्छ र अनि मेरो फोक्सो पनि राम्रो छ मेरो त्यो स्वस्थ पनि छु टाउको पनि दुख्दैन एउटा कमजोरी भने चाहिँ आँखा चाहिँ कमजोरी भयो अब आँखा र कान टाउको त्यो आफ्नो कमजोरी होइन मेरो कमजोरी त होइन उनीहरूको कमजोरी हो अनि नाक पनि त मेरो कमजोरी होइन त्यो त्यसरी हेर्ने हो भने त तपाईँले पनि त हाइट बढाइदिनु पऱ्यो भगवान् भनेर त भगवान्लाई ल्याउनुहुन्थ्यो नि तपाईँ हाइट चाहिँ सानो किन नि त्यो एउटा कुनै अब साइन्टिफिक केही छ कि तपाईँले चेकअप गरेर के गर्यो भने त्यहाँ फिल्टर हालेर थोरै अक्सिजनले सास फेर्ने बाँच्न सक्ने बनाउन सक्छ कि होइन त्यो होइन हुँदैन म त अझ खोल्न मन लाग्छ अझै ठुलो अझ ठुलो खोलिसकेपछि झन् त्यो 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 फोक्सोभरि जहिले नै हराभरा भन्ने भयो क्या यो अक्सिजन फोक्सोमा अक्सिजन हराभरा भइसकेपछि फोक्सोले काम गर्नलाई मजाले पम्प गर्न सहिलो भयो त्यसलाई सासै पुरेन भने त अर्को यहाँ दुईवटा पाइप हालेर लिनुपर्ने हुन्छ तपाईँलाई लिनुपर्ने हुन्छ मलाई त जिन्दै लिनुपर्ने हुँदैन त्यही पनि एउटा वायु प्रदूषणको विषयमा कुरा तपाईँले मेरो यो नाकको विषयमा चिन्ता लिइदिएकोमा चाहिँ यहाँलाई धेरै धेरै धन्यवाद धन्यवाद अब यसपछि तपाईँको नाकको केही अरूले नि केही प्रतिक्रिया जनाउनु होला यो ठुलो नाक राम्रो कि सानो नाक राम्रो भनेर होइन अब सास त हामीले नि फेरिरहेछौँ तर हामीले 10 चोटि फेर्न पुग्ने तपाईँले एकैचोटि फेरिदिनुहुन्छ कि त्यही भएर ट्याक्स केही लगाएछ कि नगरपालिकाले भनेर एउटा जिज्ञासा त्यही त जिज्ञासा हो नगरपालिका ट्याक्स लाउनु पऱ्यो भने मेरो बुवा आमा बेटामा गएर निवेदन हाल्नुहोस् तपाईँ उतै जानुहोस् त माथि जानु पऱ्यो फेरि माथि जानु पऱ्यो अब माथि गएर पनि बुवा आमाले चाहिँ मान्नु भएन भने देउता कहाँ जानु पऱ्यो देउतामा जानु पनि सक्दैछ नेपालीहरूले नेपाली राजनीतिज्ञहरूले जिउँदै त्यहाँ जानलाई चाहिँ क्लियर हुनु पऱ्यो त्यही त यहाँ जिउँदै जान सकिएन जिउँदै जान सकिएन त्यो अप्ठ्यारो बडा अप्ठ्यारो नाक पऱ्यो कि तपाईँको एकदम तर मलाई चाहिँ यसले केही अप्ठ्यारो पारेको छैन मलाई अप्ठ्यारो पारेको छैन भने चाहिँ तपाईँलाई चाहिँ अप्ठ्यारो पारेको चाहिँ किन अरूले पऱ्यो होला भनेर ए होइन अरूको भाग सुत्दै एकैचोटि खाइ जिज्ञासा लिएको तपाईँले जिज्ञासा लिनु भयो जिज्ञासा लिनु त पाइयो त्यही भने जस्तो मैले तपाईँको त्यो हाइटको विषयमा जिज्ञासा लिए जस्तै अब हाइट के गर्नु यो तपाईँलाई जिन्दगीमा यसो काहीँ भोज भतेर काहीँ त्यहाँ के बार छ भनेर हेर्न जाँदाखेरि त्यो हाइटको कारणले हेर्न पाएर तपाईँलाई अलिकति अड फिल भएको हेर्न पाए देखिएन त्यो ठुलो कुरो भएन सबभन्दा राम्रो यसको गुण के छ भने मेरो हाइटको कहीँ टाउको ठोकिँदैन त्यो चाहिँ ठोकिएन कोहीसँग निहुरेर बोल्नु पर्दैन सबैसँग जस्तो हामीलाई घरको ढलान नहान्नु भयो भने तपाईँलाई 7 फिट भए पुग्यो 5 फिट 3 इन्च भए पुग्छ 5 फिट 3 इन्च पनि कहिले उफ्रिनु पर्ला होइन त्यसले गर्दा कोहीसँग निहुरिनु पर्दैन कहीँ ठोकिँदैन त्यो टाउका टुट्नु होइन हाइट त धेरै नै त्यो संसारका महापुरुषहरू जस्तो लेलिन अनि होइन लेनिन देखिहाल्ने लेनिनलाई त हामी हेर्नु तपाईँ हाइटको रहेछ भने त हामीले उहीँ भन्यो मभन्दा नि सानो रहेछ रुसमा हजुर मभन्दा नि सानो हो नेपालको 5 पटक है 4 पटक प्रधानमन्त्री भएको शेरबहादुर थापा तपाईँकै हाइटको हो अनि माधव गर्नेवाल तपाईँकै हाइटकै हो अरूको लोकेन्द्रबहादुर छन् छन् संसारका ठुलो अलिक मान्छेहरू चाहिँ नि हेर्नुभयो भनेदेखि हामी समान हाइटका हुँदो रहेछौँ कि देख्यौँ तपाईँहरूले चाहिँ तपाईँहरूको ब्याट भने चाहिँ तपाईँले फुटबल खेल्ने ठाउँमा चाहिँ तपाईँले लिँदैन हिरोमा लिँदैन हाइट छैन फुटबलमा त किन नलिनु बास्केट त्यो भलिबलमा लिँदैनन् बास्केटबल स्म्यास हान्नुपर्छ बास्केटबलमा पनि लिँदैन त्यहाँ पनि अग्लो उफ्रेर त्यही भने त्यो बोरामा हाल्नुपर्ने हुन्छ बोराको त आधी नै उक्लिनु त्यसले गर्दा सुहाउने खेल खेल्ने नसुहाउने खेलमा अब त के खेल्नु र एकछिन खेले कि थाकिहाल्छ तास खेल्ने नि मजाले तास खेल्नु हाइट चाहिएन त्यसलाई होइन म्याच जानुलाई हाइट चाहियो र चाहिएन हाइट हेरेर म्याच आउने होइन त्यसले गर्दा तपाईँले भने तासमा खुब थुक्नुहुन्छ अरे अन्त फुक्क साला अहिले नै आएन भनेर म्याच खेल्ने खेल चाहिँ धेरै थुक्नुहुन्छ अरे भनेर व्यापक सुनेको थिएँ नक्साला मैले थुक्थेँ अनि कोही साथीहरू चाहिँ त्यसैलाई
गरेर चुमेर ढोगेर तान्थेँ कि माल पऱ्यो नि त होइन त्यो थुके अरूले बिर्सिन्छन् बिर्सिँदैछ त्यसले गर्दाखेरि त्यो पनि बेग्लै रमाइलो छ तासको तर अहिले मैले धेरै भयो तास खेल्न छोडिदिएँ तपाईँ खेलकुद मध्ये तास खेलको चाहिँ सोखिङ हो नि शौखिन थिएँ असाध्यै तर जहिले पनि हार्ने कि म चाहिँ त्यो बस्ने भएको कारण म त कहिले हाइब्रिड भएन सबै आउँछ मलाई खेल्नलाई यतिपट्टि खेल्छु घन्टौँ बस्न सक्दिनँ क्या म अहिले ल भन्नुहुन्छ भने मैले झन् लगभग 2.5-3 वर्ष भयो तासै छोएको छैन खेलै छोड्ने झर्को लाग्न थाल्यो कि अनि कहिलेकाहीँ फोन आउँछ आज आउने होइन यसो भेला हुनु भने ए हुन्छ भन्ने त्यो तास खेल्दा कति हार्थेँ नि त्यो पैसा बोक्ने अनि भाटपट्टि जाने सपिङ गरेर घरै फर्किने म त्यो त जित्यो नि अनि भाटपाटीमा गएर सपिङ गर्दाखेरि झोल किनेर आउने होला नि तपाईँ झोल झोल होइन त्यहाँ म तपाईँले अहिलेसम्म खाएको अब त्यो नाम नलिउँ एड हुन्छ होइन त्यो एड त किन गर्ने तपाईँलाई फ्रीमा खानिदिएको छैन पैसा तिरेर खानु भएको छ तपाईँले एउटा डिस्टिलरी नै सिधाइसक्नु भयो होला सिद्धाउनु भएन त्यस्तो खाने भएन नि होइन त्यस्तो खाने भने तपाईँले दिनकै 5 बोतल खाने भने नि छैन नि त मैले तपाईँको लाइफमा अहिलेसम्म खाएको भए एउटा डिस्टिलरीमा 1 वर्ष उत्पादन गरेको चित्त सिद्धाउनु भयो होला भनेर जिज्ञासा राख्न त पाइयो नि तपाईँले अहिले मलाई नाकको जिज्ञासा राखे जस्तै मैले ड्रिङ्क सुरु गर्दाखेरिकै मेरो उमेर त्यस्तै 29 वर्षको उमेरमा मैले सुरु गरेँ भनेपछि ढिलो गर्नुहुनेछ तपाईँ 29 वर्षको उमेरमा सुरु गरेँ किनभने त्यो बेला जुन बेला आफू कामसाम गर्नु पर्थ्यो त्यो बेला खाएर बिग्रिने मैले जब खाएर अब रिल्याक्स गर्ने त्यो बेलामा सुरु गरेँ र त्यसले गर्दा मैले जथाभावी बाटा खाएँ त्यस्तो त गर्नु खाइनँ मन परि बोल्नु भएको छैन जताभावी खाएर गर्नु भएको छैन एकचोटि छाड्नु भएको थियो कि जससँगलाई त्यो तपाईँले सोरे जस्तो लाग्छ मलाई पछाडि त्यस्तोसँग आजसम्म लाइफमा खाएको छैन होइन गर्नु भएको छ ल इमेजिन गर्न पाइएन भने पाइन्छ तर मैले जवाफ दिनु त पाइन्छ नि मैले त्यसरी खाएको छैन म खान्छु आफ्नो स्ट्यान्डर्ड अनुसार म भट्टीमा गएर खान्न अन्त गएर खान्न आफ्नै घरमा बसेर परिवारकै अगाडि बसेर मजाले खान्छु त्यसले गर्दाखेरि मेरो खानाको स्टाइल बेग्लै नै छ खान्न भन्ने होइन त्यो खाने भन्ने बनाएको चिज हो त्यो त्यही त त्यसले बेजाफ्तासँग खायो भनेदेखि इज्जत पनि चढ सारा चिज चढ तपाईँ घरमा बसेर खानुहोस् परिवार पनि अति आदरणीय पूजनीय दर्शकहरूलाई एउटा जानकारी पनि गरिदिउँ दाइ यो भन्दाखेरि माइन्ड पनि गर्नुहुन्न उहाँ दाइलाई कुनै फिल्मले अफर गर्यो भने एग्रिमेन्ट गरेर ल्याउँछ नि त बुधा नभए 1 2 3 4 35 दिन अनि पैसा 3 किस्तामा दिने 2 किस्तामा दिने डबिङ सिधै पैसा दिने यसो चाहिँ बुधा हुन्छ त्यो बुधा भएर अर्को 3-4 बुधा थप्न लाउनुहुन्छ उहाँले सिङ्गल कोठा के अरे नो फाइट अनि नो फाइट नो नाइट फाइट र नाइट छैन अनि भड्का 1 क्वार्टर अनि सिङ्गल रुम भयो भने चाहिँ फिल्ममा खेल्नुहुन्छ हामी खेल्नुहुन्छ जति भइदियो नि त्यो मैले सुने हो त्यो हो अहिले भर्खर अशोक शर्माको फिल्ममा पनि त्यही गरे हो अरे हो किनभने अब त्यो कलाकार भएर गइसकेपछि कहाँ बसिन्छ के गरिन्छ अब त्यो भुड्का किन्न जाने कुरो आएन कलाकारले होइन त्यो चाहिँ पहिल्यै एग्रिमेन्ट गर्दैछ उनीहरूले प्रोडक्सनले ल्याइदिइरहन्छ आनन्द भयो अनि आफ्नै कोठामा बस्यो खायो होइन 1 क्वार्टर त हो नि त्यसरी बढीमा हाफ जानुहुन्छ प्रायः गरी 1 क्वार्टर हाफ भयो भने त भोलि अलिक गाह्रो हुन्छ अहिले अब गाह्रो हुने भयो अब पहिला त्यस्तो मैले भने त्यस्तो बेजार खाइएन एउटा तहस नहस धुने तरिकाले चाहिँ खाने मान्छे होइन तर रेगुलर खानालाई चाहिँ सोखिङ साँझ परेपछि यहीँ चिलाएर आउँछ अरे नि तपाईँले ठ्याक्क नाक मुनि अनि के गरिरहेछ भने यो समयलाई भइसक्यो सुटिङ अझै सिद्धिएको छैन यहाँ घाउ बन्नु लाग्छ भनेर त्यहाँ र यहाँ त्यसको सिधा घाँटी हो खस गरेर त्यसले गर्दा तर त्यो मात्रामा खाएर होला सुगर बाहेक अरू केही पनि रोगै छैन होइन तपाईँ मात्तेर पात्तेर खाने मान्छे होइन नि त मात्तेर पात्तेर भने चाहिँ कस्तो भने एउटा धेरै नखाने अरू कुरो ठ्याक्क मात्रामा स्न्याक्स खाने स्न्याक्स पनि मिठो राम्रै खाने मिठै खाने तर आजकल म अझ स्न्याक्समा बोल गर्दिनँ त्यो स्न्याक्ससँग त्यो खाँदाखेरि त भुँडी लाग्ने रहेछ कि त्यसले त्यो मात्रै खाने स्न्याक्ससँग खायो भने भुँडी लाग्ने रहेछ त्यसले गर्दा त्यो मात्रै फेरि यति बड्का हाल्ने यति पानी हाल्ने अनि जुन दिए पनि एउटै स्वाद लाग्छ पानीकै स्वाद आउने त्यसरी खान्छु अरू के छ त तपाईँको भावी कार्यक्रम अब भावी कार्यक्रम चाहिँ अब
एक दुईवटा कार्यक्रम युरोको लागि कुरा भइरहेछ। दसैँपछि फिल्म बनाउँदैछौँ, स्क्रिप्ट भइरहेछ, ए छोरोले डाइरेक्सन गर्दैछ, ए सुदनले। लेख्ने कसले नि? सुदनले पनि 2टा कथा लेखेको छ अनि हरिवंशले पनि लेखिरहेछ। ए मलाई जहाँसम्म लाग्छ हरिवंशको कथा पहिलो हुन्छ होला। अस्ति फेरि एउटा ए त्यो श्रीनिवास भन्ने होइन, नाम राखेको छैन, हरिले लेखिरहेछ। अर्को श्रीनिवास भन्नेमा चाहिँ मोहितले मलाई दाइको गजब रोल छ भन्दै थियो। त्यो त उसले ओलीहरूले बनाउने प्रोजेक्टमा होला होला त्यसमा होला त्यो छ। अनि अब मैले मेरो 8-10वटा गीत गाइसकेँ क्या मैले। त्यसमा भजन पनि छ, मैले हनुमानजीको भजन पनि गाइसकेँ, शिवजीको भजन गाइसकेँ। त्यसलाई सुटिङ गर्नुपर्ने छ। अनि एउटा त्यो रचना रिमाल बहिनीसँग एउटा लोनी साइनीको कस्तो राम्रो छ। लोनी साइनीको झगडा उयो बाहिरको मान्छेले किन थाहा दिने, घरको झगडा घरै मिलाउँ भन्ने खालको बहुत बाबुलीगिरीले सबै राम्रो शब्द निकालेर त्यो रेकर्ड गरिछ। त्यो भिजुअल गर्नुपर्ने छ। अनि अर्को एउटा भजन पनि छ फेरि, यो जन्ममा हे कृष्ण जे पार्नु पर्यो, अर्को जन्ममा हे कृष्ण जन्म नै नपरोस् भन्ने खालको। त्यसमा चाहिँ त्यो चाहिँ प्यारोडी हो, त्यो चाहिँ प्यारोडी हो। किन जन्मिनु नपरोस् त भन्दाखेरि देश सुन्दर छ, देश चलाउने मान्छेहरू चाहिँ राम्रो छैन भन्ने खालको एउटा व्यङ्ग्यात्मक प्यारोडी छ। त्यो प्यारोडी पनि गर्नु छ। शैलेन्द्र सिंह खडाले लेखिदिनु भएको छ। त्यो चाहिँ बाबुलगिरीको सङ्गीत छ। त्यो छ। यस्तै आफूले जाने काममै व्यस्त छु दाइ। ठिकै छ, राम्रो हो। काम भनेको आफूले जे जाने छ त्यसैमा हात हालेर त्यसैमै गर्दाखेरि अरूको भर परेर काम गर्नुपर्ने चिज चाहिँ कहिले पनि नगर्नु। सही कुरा, सही कुरा। यो फोटो चाहिँ छ नि हाम्रो प्रचण्डको छोरो प्रकाश दालसँग मिल्छ। अनि 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 त्यो उतापट्टिको चाहिँ हाम्रो त्यो सरोज ओली छ नि, हाइट पनि मिल्ने अनुहार पनि मिल्ने। सरोज ओली बन्नु भयो नि तपाईँले गाउने कथा प्रतियोगिताको। यो त्यो 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 सरोज ओली भने चाहिँ को भने अस्ति त्यो के अरे हरिबारको जुत्ता बनाउनु पर्छ, त्योसँग मिल्छ। के टाइपको अनुहार के कोही त्यो चिप्ली गरिरहेको जस्तो नि देखिन्छ, कहीँ चिप्ली गरिरहेको जस्तो नि देखिन्छ, घिरोला जस्तो नि देखिन्छ, सानो भ्यान्टो हुन्छ नि, सानो यत्रो खालको भ्यान्टा नि देखिन्छ। यो चाहिँ एउटा बौरीबी अनुहार छ तपाईँ। यो सेतबाघ, सेतबाघको भइहाल्यो यो होइन, सेतबाघको छ। ठिकै छ। अब यसमा सेतबाघमा चाहिँ होइन, बसन्तीमा चाहिँ राई समाजलाई देखिकि निहुरिनु पर्ने सिन थियो क्या। त्यो हाम्रो त्यो तपाईँको मेरो र त्यो अशोक शर्माको न्युरिया, उसको डायलग नसिन्जाल्छ न्युरिया कम्मर दुखेर कुन बेला जाला ठाडो हुने भन्ने टाइपको हुन्थ्यो क्या हामीलाई बसन्तीमा। हाम्रो गाई अब यो कार्यक्रमको अन्तमा आइयो होइन, अन्त होइन, करिब करिब हामी हाम्रो हाम्रो यो सिद्धिनला भन्नुपर्छ। अन्त त कहिले नि हुँदैन, तपाईँको त धेरै भाग जानु पऱ्यो नि। होइन यो चाहिँ नि तपाईँ यो भागको चाहिँ यो पहिलो भाग चाहिँ। अनि तपाईँ धर्मकर्म नि अस्ति गर्नुहुन्छ, हरेक शनिबार पशुति जानुहुन्छ। यो साउन महिनाभरि तपाईँ मासु खानु हुँदैन है। यो 1 महिना मासु 11 महिना लतार्ने, 1 महिना छोड्दाखेरि के फरक हुँदो रहेछ? यो एउटा आस्था हो, धर्मकै लागि हो यो आस्था हो। यो आस्थाले एउटा के गराउँछ भने हेर, यत्रो बाहुनलाई एउटा छेत्रीले कर्म क्या कर्म मेरो कर्म थियो। यसले रातारात 2 दुनु 4, 4 दुनु 8, 8 दुनु 16, 16 दुनु 32, 32 दुनु कति 64, 64 दुनु 108, 108 दुनु। यो म धेरैसँग भन्न सक्छु है, तपाईँले भन्नु मैले आएसँग भन्यो नभए लागिरहेछ भन्नु। त्यसो किन लागिरहेछ भन्ने शब्दसँग किन पुऱ्याउनु भएकामा होइन। यसले त्यो फाइदा दिने होइन। अनि आज इन्भेस्ट गरेको ठाउँमा 4 गुणा नाफा हुने पनि होइन यो धर्मले। यसले अनुशासित बनाउने हो क्या। मासु नखाने अनुशासित स्वास्थ्यलाई पनि पेटलाई पनि राम्रो भयो। मासु खाने वर्गमै पर्दैनौँ हामी त यो पछि आएर यो बन्या हो होइन। डाक्टर बसन्त पन्तको इन्टरभ्यू हेर्नुभयो, हामी त पहिले 4 हात खुट्टा टेकेर हिँड्ने हो अरे। कम्मरको रोगै त्यो बाँदरलाई कुकुरलाई कहिले कम्मरमा त्यो ढाडमा नसा छ्याप्पियो भनेर कहिले पनि कुकुरको उपचार गर्नै पर्दैन अरे। हाम्रो त्यो संस्कार हामी त्योबाट डेभलप भएको हो अरे। मैले ज्यादै बौद्धिक कुरा गरेँ, बाजेले बुझेँ कि बुझेँ बुझ्नु है तपाईँले? दर्शकले बुझ्नु पऱ्यो मैले भन्दा नि। दर्शक त थर्नै बुझ्नुहुन्छ।
त्यस कारणले हाम्रो यो यो बडी स्ट्रक्चरलाई त्यो एनिमल प्रोटिन चाहिँदैन। राजमा खाइदियो भने पुग्छ। हामीलाई एनिमल प्रोटिनको फर्सीको बिहा त्यो अहिले सिया सिड पम्पकिन सिड के है। अनि भटमास, त्यो भटमास जस्तो राम्रो चिज त अरू यो घुँडाको लागि केही हुँदै होइन। त्यस्तै राम्रा चिज हुँदै यो बानी बस्यो। अब स्वादिष्ट बन्न थाल्यो। अब धेरै परिकारका आए, कुण्ड कुण्ड पानी मुण्ड बुद्धि भने जस्तो यो बुद्धिले धेरै चिजहरू ल्याउन थाल्यो। संसार अहिले यो मोबाइलको कारणले एउटा सानो एउटा घर एउटा प्लेटफर्म बन्न थाल्यो होइन। आज कुरो अमेरिकाको खानेकुरोहरूको विषयमा अहिले तुरुन्तै हेऱ्यो भने थाहा हुन थाल्यो। त्यो कुनै वर्गले कसरी मासु पकाएर खाएको तुरुन्त थाहा हुन थाल्यो। यसरी डेभलप हुँदा गर्न लागेको। अब साउन महिनामा चाहिँ म आराध्य देव भगवान पछि म सबै धर्मलाई उत्तिकै रेस्पेक्ट गर्छु। म बिहान पूजा कोठामा अल्लाह र जेसस क्राइस्टको पनि जय होस् भन्छु। संसारको बौद्धिक बुद्धिमानी मान्छेहरूको पनि जय होस् भन्छु। अहिले क्यान्सरको औषधि बन्दैछ अरे न्युयोर्कमा, त्यो जोन्सन एन्ड जोन्सन कम्पनीले बनाउँदैछ अरे। त्यसलाई मात्रै फाइदा हुन्छ त? त्यसको परिवारलाई क्यान्सरलाई मात्रै नियोग गर्छ? त्यसले त संसारभरिको मान्छेलाई फाइदा गर्ने भयो नि त। त्यस्ता फाइदा गर्ने बुद्धिमान मान्छेहरू तिनीहरू के गर्छन्? गाईको मासु खान्छन्, चुरोट खान्छन्, सिगार खान्छन् होइन। यहाँ हामी पञ्चामृत खाने बाजेहरूको ताल चाहिँ यस्तो छ। यहाँ अब के भन्नु पञ्चामृत खाने मान्छे हेर भन्नु। त्यसले गर्दा यसले कुनै ठुलो परिवर्तन ल्याउने होइन दाइ, आदरणीय दाइ, मभन्दा 1 वर्ष जेठो हुनुहुन्छ है। यसले एउटा सिस्टममा 2013 सालको हो, म 14 सालको हो। यसले एउटा सिस्टममा अनुशासित बनाउँछ है। अनुशासित हुने बित्तिकै त्यसले के गर्छ? त्यो भित्र राम हुन्छ। राम भने पोजिटिभ हो, रावण भने नेगेटिभ हो। रावण पनि छ यो भित्र मेरो मनमा, राम पनि छ। रामले रावणलाई डोमिनेट गर्छ, आउन दिँदैन। त्यस कारणले कान पनि सुन्नै पर्छ, आँखाबाट आँखा देखिनै पर्छ, आँसु पनि झार्नै पर्छ, चित्त नि दुखाउनै पर्छ, रिस पनि उठ्नै पर्छ। यो सबै गर्दा एउटा परिपक्वता एउटा मान्छे बनेको हो होइन। त्यो एनिमलमा पनि हुन्छ, लागु हुन्छ, हामीमा पनि लागु हुन्छ। हामीमा चाहिँ चेतना भएको कारणले गर्दाखेरि यसरी एउटा सिस्टममा आफूले मानेको धर्म उसमा अनुष्ठानमा गएर यसरी एकाग्र लिएर व्रत बस्यो भने शरीरलाई पनि शरीर पनि एकदम फ्लेक्सिबल बन्छ। दही दुध खायो भने शरीर स्वस्थ हुन्छ भन्छन् नि। त्यसले गर्दाखेरि मासु 1 महिना नखाँदाखेरि त्यो काय पलट धर्म भएर त्यो लाउने बाबा भन्ने खालको चाहिँ होइन। तर त्यसले आफ्नै शरीरलाई फाइदा गर्नको लागि चाहिँ त्यो भन्छु। अब ड्रिङ्क्सको कुरामा पनि 2 प्याक मेरो शरीरको अनुसार तपाईँले भने जस्तो 1 क्वार्टर ल ठिक छ। तर 1 क्वार्टरभन्दा माथि जाने भने त्यो त प्रोफेसनली भयो नि, जोडे भयो नि होइन। त्यो 1 क्वार्टरभन्दा माथि खानेलाई त म माइन्ड नहोस्, म पनि 20 वर्ष खाएर हिँड्ने मान्छे हो है। तर थोरै खायो भने अमृत हो। थोरै जसले खाने बानी बसाल्यो त्यो खानेको लागि तपाईँले अघि भने जस्तो तपाईँको शब्द साबट लिएर भन्छ, साबट दिनुहुन्छ होइन? लिन्न ल, साबट लिएर भने थोरै खायो भने तिर्नुपर्छ। तर तिर्न चाहिँ पर्छ। सापट लगाएर पशुपालन चाहिँ पाइँदैन, त्यो त पाइन्न। त आदरणीय दर्शक महानुभावहरू, अब किरणजीको यस्तो यो प्रवचन यो त अब घन्टौँ दिनौँ साप्ताहिक सुनिदिने मान्छे हो भने मलाई खानिदिनु पर्छ। म 3 दिन 3 रातसम्म यतिकै ननिस्टले गर्छु। त्यसैले मैले यसो विचार देखिहाल्नु भने प्रश्न सोध्ने उहाँ उसैलाई प्रश्न सोधेर यहाँ कराएकै छु। अनि अब हाम्रो यो पोडकास्टको समय चाहिँ नि लिमिटेड हुन्छ होइन। त्यसैले गर्दा उहाँको यो धार्मिक प्रवचन, मासु खाने प्रवचन, रक्सी खाने प्रवचन, यस्ता यी प्रवचनहरू उहाँले धारा प्रवाह रूपमा दिन सक्ने भावेर उहाँलाई एक दिन टुँडेखेल खुल्ला मञ्च बुक गरेर उहाँको प्रवचन राख्दा कस्तो होला त्यसको सुझाव पाऊँ। एउटा सल्लाह, माइक चाहिन्छ है फेरि। माइक चाहिन्छ। फेरि तपाईँ माइक नले गरेर म बल्ल घाँडी सुक्छ फेरि मेरो। माइक चाहिँ त्यो राम्रो साउन्ड सिस्टम यही माइक ल्याउँला ल, के भयो ल। त्यसो भने तिथिमती गर्नुहोस्, 2 दिन अगाडि खबर गर्नुहोस् नि फेरि। नगरपालिकामा गएर भनेर त्यो खुल्ला मञ्च बुक गरेर त्यो खुल्ला मञ्च भन्नेबित्ति एउटा याद आदर्श पनि एउटा यति भन्दै मेरो 2 शब्द यहीँ टुङ्गाउन चाहन्छु। उहाँले भ्रष्टाचार विरोधी, अब भ्रष्टाचारलाई कुट्न नि सक्नुहुन्न। उहाँले यत्र पाखुरा गएर वंशहरू लिएर हिँड्छन् भ्रष्टाचारको होइन। अगाडि वाकेट टकेर आएर गाडीमा रोड्ने बित्तिकै पावर पनि त्यति हुन्छ। पुलिस उनीहरूको हातमा हुन्छ, प्रशासन उनीहरूको हातमा हुन्छ, आर्मी उनीहरूको हात, सबै देशै उनीहरूको हात छ। केही गर्न सक्दैन। के अन्त भन्दाखेरि एउटा सिम्बोलिक त्यो खुला मञ्चमा बाँसको
माथि राखेर त्यहाँ एउटा जुत्ता ढुङ्गा गरेर अनि संसारलाई कहाँ आह्वान बाँसको गर्नु माथि हुनु आफै मोडल भएर 43 फिटको आफ्नो मूर्ति बनाएर त्यो भ्रष्टाचार पनि हो र अर्को सस्तो नेपाल बन्द है अनि बन्द तिनीहरूलाई जुत्ता हान्ने अनि उहाँले चाहिँ के गर्नु भने त्यो बेला अहिले जस्तो मोबाइल भइदियो त त्यो जुत्ता हुन्थ्यो त्यो बेला मोबाइल थिएन पत्र पत्रिका मार्फत उहाँले इन्टरभ्यूमा आह्वान गरे त्यही पनि भिडका साथ 5-7 हजार जति मान्छे जम्मा भएर सबैले पुरानो जुत्ता ल्याएर त्यो 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 भ्रष्टाचारीको सिम्बोलिकलाई जुत्ता लिएर गएर भ्रष्टाचार विरोधी काम पनि गर्नुभएको छ त्यो काम भएपछि 1.5 वर्ष नेपाल बन्द भएन नत्र हप्ता 2 दिन 3 दिन नेपाल बन्द हुन्थ्यो त्यो चाहिँ नि संसारमै पहिलोपटक कार्यक्रम गरे मेरो बीबीसीले धेरै इन्टरभ्यू लियो तपाईँ बीबीसीले लियो श्रीलङ्कन टेलिभिजनले त घरमा आएर डकुमेन्ट्री नै सुटिङ गरेर लग्यो उसले त्यो उसको खुला मञ्चको त्यो वातावरण सबै इन्क्लुड गरेर चाहिँ उसले डकुमेन्ट्री नै बनायो प्रोटेस्ट एगेन्स्ट प्रोटेस्ट भनेर टाइटलै त्यो थियो भने त्यसपछि 1.5 वर्ष नेपाल बन्द भएन ल हुन त दर्शक महानुभावहरू अब आजको कार्यक्रम अब सिद्ध्याउँ पनि होइन जति लामो बोल्यो त्यति अनि थरी गन्थन हुन्छ दर्शकलाई झर्को लाग्छ बोलौँ है म त बोल्नै भनेर आएको आज अब यसपछि बाहिर गएर बोलौँला नि